माननीय सभामुख महोदय, कोशी प्रदेश सभाको 9औं अधिवेशनको 16औं बैठक मिति 83/3/19 शून्य तथा विशेष समय र बजेटमाथि छलफलको क्रममा माननीय सदस्यज्यूहरूले जुन राख्नुभएको जिज्ञासा र विचारहरू छ त्यसलाई म सम्बोधन गर्न यहाँ उपस्थित भएको छु। माननीय सभामुख महोदय, संस्कृतमा एउटा विचार छ, वादे विवादे जायतो तत्त्वबोध। जहाँ वाद विवाद हुन्छ त्यसपछि मात्रै छलफल भएपछि तत्त्वको बोध हुन्छ। मलाई के लागिरहेछ भने मानिसहरूले उठाएका कुरालाई मलाई लाग्छ कुनै पनि मन्त्रीजीहरूले अथवा सरकारले यसलाई कमजोर रूपमा नआकेको छ, न कमजोर रूपमा यसलाई लिन्छ। स्वयं मुख्यमन्त्रीज्यू र हाम्रो प्रदेशको आर्थिक मामिला योजना मन्त्रीज्यूले भनिसक्नु भएको छ कि यसका असन्तुलनलाई सन्तुलन हामी बनाउँछौँ र स्वयं मुख्यमन्त्रीज्यूले यहाँले कुरा नउठाउँदै गर्दा यहाँलाई म अवगत गराउन चाहन्छु। कोशी प्रदेशको पर्यटन कन्क्लेभमै यहाँको विचार नआउँदै मुख्यमन्त्रीज्यूले यो असन्तुलन छ, यसलाई म करेक्सन गर्छु भनेर कार्यक्रममा भनिसक्नु भएको छ। यहाँले त्यो भिडियो क्लिप पनि यहाँले हेर्नु भएको छ। मलाई लाग्छ अहिले सिङ्गो कोशी प्रदेश सरकारले यसलाई बोध गरेर अब असन्तुलनलाई सन्तुलन बनाउने भनेर भनिसकेपछि मलाई लाग्दैन यहाँहरूले यसलाई अविश्वास गर्नुपर्ने म कुनै कारण देख्दिनँ। त्यसो त मान्यज्यूहरूलाई म हार्दिक आग्रह गर्न चाहन्छु, जहाँबाट असन्तुलन भएको छ त्यसबाट सच्याएर हामी लिएर जान्छौँ र हाम्रो मन्त्रालयको तर्फबाट पनि म यहाँहरूलाई प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। असन्तुलनलाई सन्तुलन बनाएर लिएर जान हाम्रो मन्त्रालय पनि प्रतिबद्ध छ। यद्यपि हामीसँग केही सीमितता, बजेटको सीमितता भएको कारणले गर्दा पनि सोचे जस्तो बजेट हामीले विनियोजन गर्न सकेनौँ र हाम्रो प्राथमिकतामा कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयमा जसरी बजेट हाल्नुपर्ने हामीले हाल्न सकेनौँ। यसमा कमजोरी रह्यो र केही विवरण यहाँलाई थाहा छँदैछ, मैले केही विवरणलाई यहाँ सुनाउन मात्र चाहेँ। पुँजीगत तर्फ मात्रै मैले अलिकति यहाँलाई बढी केन्द्रित गर्न चाहेँ। हाम्रो पुँजीगत जम्मा पुँजीगत बजेट 94 करोड 12 लाख रुपियाँमा, जसमध्ये मानवजीहरूको सिलिङ जो पठाइएको छ 46 करोड 21 लाख रुपियाँ। त्यसपछि हाम्रो अनिवार्य दायित्व टिटिडिपीको चाहिँ 10 करोड 50 लाख अनिवार्य दायित्व छ पुँजीगतमा। त्यस्तै बहुवर्षीय सम्पूरक 7 करोड छ। भू संरक्षण कार्यक्रमको लागि हरेक वर्ष हामीले नियमित त्यो दायित्व जस्तै हो, त्यो हामीले जिल्ला वाइज त्यसलाई कार्यक्रमको रूपमा बनाएको हुन्छौँ। 11 करोड 55 लाख छ। अन्य मातहतका कार्यालयहरूमा चाहिँ नियमित पुँजीगत खर्च लगभग 12 करोड रुपियाँ छ। त्यस्तै जम्मा 94 करोड बजेट पुँजीगत बजेटमा यसको चाहिँ अनिवार्य पुँजीगत बजेट जुन हामीले अघि मैले विभाजन गरेको देखाएँ, यसमा 76 करोड रहेको छ र जम्मा पुँजीगत खर्च 18 करोड रुपियाँ, जुन हामीले मानवज्यूको योजना तथा हाम्रा प्रमुख गन्तव्यहरूलाई हामीले यसलाई त्यसरी नै बाँडफाँड गरेको पनि जानकारी गराउन चाहन्छु। र पर्यटन प्रवर्धनमा चाहिँ यो 83-85 भ्रमण वर्षमा चाहिँ हामीले 12 करोड 12 लाख रुपियाँ विनियोजन गरेको छ। यो पालि चाहिँ विशेष गरी खेल पर्यटनलाई विशेषभन्दा विशेष ध्यान दिएर अन्तर्राष्ट्रिय खेलहरू, प्रतियोगिताहरू, साहसिक खेलहरूलाई चाहिँ अलिकति केही बजेटहरू थप विनियोजन गरेको छ यसैभित्र वर्ष। र यो पालि अवन्डामा पैसा राखेको छैन र एक्टिभिटीमै कार्यक्रमहरू राखेको कुरा पनि म यहाँलाई जानकारी गराउन चाहन्छु। बजेटको सीमितताको कारणले गर्दाखेरि हामीले मानवज्यूहरूले मागेको बजेटहरू त सीमितताले हामीले दिन सकेनौँ। यो कुरा मैले पुनः म जानकारी गराउन चाहन्छु।
र यहाँहरूले विराटनगरको सेरोफेरोतिर बजेटहरू हालियो, मन्त्रीजीले आफ्नो क्षेत्रमा पनि हाल्नु भन्ने कुरा यहाँले गर्नुभयो। यहाँले हेर्न सक्नुहुन्छ हाम्रो बजेटको सिलिङको पुँजीगतको सिलिङ कति छ र हामीले कति हाल्यौँ भन्ने कुरा यहाँले सजिलै हेर्न सक्नुहुन्छ। यसबाट पनि प्रष्ट हुन्छ। मैले जोड्न खोजेको कुरा के भन्दाखेरि विराटनगर प्रदेशको राजधानी पनि हो। यो प्रदेशको राजधानी विराटनगर हुँदै गर्दा अहिलेसम्म दोस्रो कार्यकालसम्म चाहिँ विराटनगरले न्याय नपाएको मैले महसुस गरेको छु। यसको लागि मलाई लाग्छ कोशी प्रदेश सरकारले विशेष गरी चाहिँ प्रमुख गन्तव्यहरू, प्रमुख योजना विराट दरबार लगायत जुन बजेटको सिलिङबाट पनि त्यसलाई पूर्ति गर्न सकिँदैन। यद्यपि हामीले प्रमुख योजनाको रूपमा पनि लिएर जानुपर्ने आवश्यकता छ। के विशेष कुरा चाहिँ जुन मुख्यमन्त्रीज्यूले गर्छु भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ। तसर्थ विराटनगरबाट हामीले प्रादेशिक उडानदेखि लिएर चाहिँ पहाडका उडान, माउन्टेन फ्लाइटहरूदेखि लिएर र विराट राजाका दरबारदेखि लिएर प्रमुख चाहिँ विकासका पूर्वाधारलाई पनि हामीले समेट्नु आजको आवश्यकता छ। तसर्थ विराटनगरमा चाहिँ मन्त्रीले, पर्यटन मन्त्रीले बजेट हाल्यो भन्दाखेरि कति न्याय होला भन्ने कुरामा पनि मसँग पनि यहाँहरूलाई स्वयं प्रश्न उब्जिन सक्छ। यसर्थ यसको लागि पनि म्यानेजरलाई त्यसो भएको होइन भन्न पनि आग्रह गर्न चाहन्छु। सँगै यो फेरि यो कस्तो रहेछ भन्दाखेरि आलोचना चाहिँ फेरि दुई किसिमका हुँदो रहेछन्। एउटा स्वस्थ आलोचना हुन्छ, एउटा कटु आलोचना हुन्छ। स्वस्थ आलोचना चाहिँ एकदम फाइदाजनक हुन्छ। यसले अझै सकारात्मकता ल्याउँछ, प्रबुद्ध बनाउँछ हामीलाई, अझै हाम्रो तीक्ष्णतालाई पनि अझै बलियो बनाउँदो रहेछ। र कटु आलोचनामा चाहिँ त्यसले चाहिँ हामीलाई कमजोर बनाउने, हाम्रो वैचारिक धरातललाई पनि अझै कमजोर बनाउने, छिड बनाउने हुने गर्छ। मलाई लाग्छ कुनै पनि मानवीयजीवहरूले चाहिँ त्यस्तो कटु आलोचना गर्नुभएको छ जस्तो मैले महसुस गरेको छुइनँ। यहाँले गर्नुहुन्न पनि, किन जनताको प्रतिनिधिले कटु आलोचना चाहिँ गर्ने चलन पनि छैन। मलाई लाग्दैन कसैले गर्नुभएको होला। तसर्थ यो पनि विश्वास पनि मैले व्यक्त गरेको छु। जहाँसम्म मानवीयजीवहरूले केही प्रश्नहरू गर्नुभएको छ त्यसलाई अलिकति मैले टिपोटको रूपमा पनि केही विस्तृतता म दिन चाहन्छु। जहाँसम्म हाम्रो माननीय सपना दर्जीज्यूले चाहिँ बजेटको चाहिँ यति बजेट छ, हामीसँग चाहिँ टुक्री योजनाहरू मात्र भए भन्नुभएको छ, त्यसलाई चाहिँ हामीले कहाँ कसरी खोज्ने, कस्ता योजनाहरू भए भनेर भन्नुभएको छ। मलाई लाग्छ टुक्री योजना त मैले अघि भने सीमितताको कारणले गर्दाखेरि हामीले ठुला योजनाहरू पनि, हाम्रा योजनाहरू पनि केही हामीले योजनाहरू हालेका छौँ। तर ती योजनाहरू चाहिँ जस्तै बराक क्षेत्रमा हामीले कुम्भको लागि हामीले पैसा छुट्याएको छौँ। हामीले राम मन्दिरको लागि चाहिँ 5 अरबको प्रोजेक्ट छ, कृष्णदासी महाराज त्यहाँ पनि पैसा छुट्टिएको छ। लगायत केही ती योजनाहरूलाई पनि चाहिँ हामीले सम्बोधन गरेर केही गौरव योजना निजी क्षेत्रसँग मिलेर, जस्तै मोनोरेल योपालि यो आर्थिक वर्षमा चाहिँ निजी क्षेत्रले लगानी गरेर लगभग डिपिआर तयारीको क्रममा छ। लगभग त्यो डिपिआर तयार भइसकेपछि 6 महिनाभित्र नेपालकै पहिलो चाहिँ बराक क्षेत्रमा चाहिँ गुप्तबारमा मोनोरेल बन्दैछ। यो पनि हाम्रो लागि ठुलो अवसर पनि हो। त्यस्तै निजी क्षेत्रसँग मिलेर चाहिँ हामीले 3 जुरेमा लाली गुराँसमा चाहिँ केबल कार बनाउने भनेर निजी क्षेत्र तयार भएर बसिरहेको छ। यसको लागि चाहिँ लगानी प्राधिकरणबाट, किन ठुला योजना चाहिँ पिपी मोडलमा गर्ने योजनाहरू चाहिँ लगानी प्राधिकरणबाट अगाडि बढ्छ। यो कुरा पनि मैले सँगै जानकारी गराउन चाहेँ। टुक्रे योजना पनि छ यहाँहरू र हाम्रा योजना, किनभने यो योजना तपाईँहरूले दिएको योजना पनि हाम्रो योजना हो, हाम्रो योजना पनि तपाईँहरूको योजना भएको हुनाले हाम्रो योजना भने मैले सबै योजनाहरू चाहिँ वास्तवमा ती योजनालाई चाहिँ हामीले वित्तीय हस्तान्तरण गरेर साना 10 लाखभन्दा तलको योजना चाहिँ मन्त्रालयमा धाउनु नपरोस् भनेर वित्तीय हस्तान्तरण गरेर हामीले पालिकामा पठाएको छौँ। तर एउटा विधि पनि बनाएको छौँ योपालि चाहिँ, त्यसको चाहिँ पालिकालाई जानकारी पनि गराउने, तर त्यसको अपनत्व ग्रहण गर्ने विधि सहित हामीले लिखित चाहिँ पत्रचार गर्ने गरी पनि त्यसको चाहिँ हामीले एउटा चाहिँ खाका तयार गरेका छौँ, ताकि पालिकामा जाँदाखेरि चाहिँ त्यसको लिडरसिप पनि, त्यसको चाहिँ अपनत्व पनि चाहिँ मान्यज्यूहरूले गर्न पाउनुहोस्, सरकारले गरोस् भन्ने हिसाबमा पनि त्यसलाई पनि अलिकति जोड दिएका छौँ। त्यस्तै यो पनि म जानकारी गराउन चाहन्छु। त्यस्तै हाम्रो खिनु लङवा लिम्बूज्यू मान्यज्यूले पनि केही योजनाहरू चाहिँ छुट्यो भनेर उहाँले बताउनु भएको छ। यद्यपि
चाहिँ इलाममा चाहिँ मैले सरसरी हेर्दाखेरि 6 करोड जतिको विनियोजन गरेको रहेछ र केही प्रवर्धनात्मक रेड पाण्डादेखि चौरी महोत्सवदेखि लिएर केही योजनाहरू छन्। यद्यपि केही योजनाहरूलाई छुटेको छ। त्यसलाई कसरी हामीले बजेटको सीमितताले छुट्यो, त्यसलाई चाहिँ अब हामीले छलफल गरेर वित्तीय हस्तान्तरण गरेर त्यो योजनाहरूलाई चाहिँ कसरी प्राथमिकता राख्ने भनेर पनि हाम्रो मन्त्रालयले सोचिरहेको छ। यो मन्त्रालयको तर्फबाट पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। यो कुरा चाहिँ यसरी हामीले मिलाउनुपर्छ जस्तो लाग्छ मलाई। र अर्को कुरा चाहिँ यो बर्जु तालको विषयमा पनि कुरा उठ्यो, मानिसहरूले पनि उठाउनु भयो, हाम्रो सभापति, हाम्रो पर्यटन उद्योगको पर्यटनको सभापतिले उठाउनु भयो। यो बर्जु तालमा किन बजेट परेन भन्ने सन्दर्भमा चाहिँ यो लगानी प्राधिकरणले चाहिँ काम गरिसकेको, यसको लागि एमयु गरेको हाम्रो चाहिँ लगानी सम्मेलनमा सँगै चाहिँ इनिसियल चाहिँ हाम्रो पिडिए पनि गरिसकेको हुनाले यसको आवश्यक प्रक्रिया अगाडि बढेको र बर्जु तालमा चाहिँ अब एमयु गरिसकेकोलाई प्रदेश सरकारले बजेट हाल्दा पनि त्यो चाहिँ हाल्न मिल्दैन। त्यसैले पनि हाल्न इच्छा राख्दा मैले समितिमा पनि बसेर सल्लाह गरेको थिएँ बर्जु ताललाई चाहिँ के गर्ने हाल्ने भन्दाखेरि मैले लगानी प्राधिकरणको सिओसँग कुरा गर्दाखेरि चाहिँ यसलाई तत्काल हटाएर हटाउँदाखेरि पनि त्यसको क्षतिपूर्ति हामीले दिनुपर्छ र ऊ चाहिँ उत्सुक चाहिँ छ भने हामीले नगरौँ, बरु समय दिउँ भनेर केही समयहरू हामीले अहिले यो निजी क्षेत्र जसले यो बर्जु तालमा चाहिँ लगानी गर्न खोजिरहेको छ उहाँहरूलाई हामीले अलिकति पत्रचार गरेको जानकारी पनि गराउन चाहन्छु। सँगै हाम्रो माननीय राजन किरातीज्यूले पनि यो योजनाको सन्दर्भमा कुरा उठाउनु भएको छ। जस्तै यो हात्तीको सन्दर्भमा उठाउनु भएको छ र हात्तीका सन्दर्भमा मात्र होइन, समग्र वन्यजन्तुका सन्दर्भमा हामी संवेदनशील छौँ र हामीले सँगै सरकारसँग पटक पटक माग गरिरहेका छौँ। चालु वर्षमा मात्रै हामीले 3 करोडभन्दा बढी रकम चाहिँ रातमा वितरण गरेको छौँ यो चालु वर्षमा र आगामी वर्षमा हामीले 5 करोड हाराहारीमा चाहिँ मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा राहत वितरणको लागि बजेट व्यवस्थापन गरेको पनि म सम्मानित सभामा जानकारी गराउन चाहन्छु। हाम्रो माननीय होमबहादुर थापाज्यूले पनि उठाउनु भएको छ यो प्रदेशको पर्यटनको सन्दर्भमा उहाँले उठाउनु भएको छ केही विषयहरू र त्यसलाई चाहिँ कसरी विनियोजन, कस्तो बजेट आयो, कस्तो के आयो भन्ने विषयमा पनि धार्मिक पर्यटन र प्राकृतिक पर्यटनमा कसरी जोड दिएको छ भन्ने विषयलाई पनि र उहाँले मित्र राष्ट्र भारत र चीनसँगको चाहिँ यो कसरी जोडिएको छ यो पर्यटन सम्बन्धमा पनि भनेर केही कुराहरू उहाँले उठाउन खोज्नु भएको छ र पहाडको बसाइसराई रोक्ने कसरी सकिन्छ भन्ने विषयमा पनि केही कुराहरू राख्नु भएको छ। यसमा चाहिँ हामीले योपालि यो भ्रमण वर्षलाई विशेष फोकस पनि गरेका छौँ र पर्यटन विकासको निम्ति भारत चीनबाट पर्यटकको आगमनको निमित्त हामीले प्रवर्धनात्मक निम्ति बजेटको व्यवस्था गरेका छौँ र विदेशमा गएर प्रवर्धनात्मक काम गर्न सँगै सरकारको अनुमति लिनुपर्ने भएकोले हामीले सँगसँगै पनि सँगै सरकारसँग पनि कुरा गरिरहेका छौँ र पर्यटन प्रवर्धनको लागि अघि मैले भने 12 करोड 12 लाख रुपियाँ बजेट व्यवस्थापन गरेका छौँ र जसबाट पर्यटनका विभिन्न विधामा कार्यक्रमहरू सञ्चालन हुनेछ। त्यसमा अन्तर्राष्ट्रिय खेलहरू, साहसिक खेलहरू, धार्मिक पर्यटन, आध्यात्मिक पर्यटन र हरेक क्षेत्र चाहिँ समेटेका छौँ। यो पनि म जानकारी गराउन चाहन्छु र माननीय रामबहादुर राणा मगरले पनि चाहिँ पर्यटनको क्षेत्रको बारेमा हिमाली क्षेत्रको चाहिँ ठुलो हिमाली क्षेत्रहरूमा सगरमाथा, मकालु, कञ्चनजङ्घा र यो ठुला 8 असर माथिका हिम श्रृङ्खलाहरूको सम्बन्धी उहाँले अलिकति यसलाई जोड्नु भएको छ। यसमा चाहिँ योपालि मलाई लाग्छ हामीले सँगै सरकारको चाहिँ एउटा समिति हुन्छ, मन्त्री स्तरीय समिति हुन्छ, उहाँहरूसँग बसेर छलफलै गरेर चाहिँ र 6000 मिटरसम्मका हिमालको आरोहण गर्नको लागि चाहिँ आवश्यक सँगै सरकारसँग आवश्यक पहल गरेर यदि हामीले त्यसलाई 6000 मिटरसम्मका हिमाल आरोहण जुन कानुन नबनाइदिएको कारणले गर्दाखेरि चाहिँ हाम्रो ऐनमा त छ तर सँगै सरकारले त्यसको चाहिँ कानुन नबनाइदिएर चाहिँ हामीले आरोहण गराउन सकेका छैनौँ। यसले ठुलो दिगो पर्यटन विकास सम्भव हुन्छ, यसले चाहिँ रेभेन्यू पनि बढाउँछ। यसको लागि पनि आवश्यक पहल गरिरहेको कुरा कानुन अभावले गर्दा समस्या भएको जानकारी गराउन चाहन्छु। यसमा पर्यटन मन्त्रालयले प्रतिबद्ध भएर काम गरिरहेको छ, यो पनि म जानकारी गराउन चाहन्छु। र सँगै अस्तिको पर्यटनको चाहिँ कन्क्लेभबाट पनि
चाहिँ त्यहाँ सचिवजी पनि आउनुभयो थियो, सँगै सरकार सचिवजी, र उहाँहरूले चाहिँ पर्यटन बोर्डको कार्यालय खोल्ने कुरामा चाहिँ एउटा प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ र बोर्डरमा चाहिँ हामीले चाहिँ सूचना केन्द्र खोल्ने कुरा पनि सँगै सरकार प्रतिबद्ध भएर म गराउँछु भनेर मन्त्री स्तरीय छलफलमा पनि र सचिवजी विराटनगर आउँदाखेरि पनि उहाँले जानकारी गराएको कुरालाई पनि यसले गर्दाखेरि चाहिँ हामीले हाम्रो छिमेकी मुलुकहरूसँगको सम्बन्ध, हाम्रो चाहिँ 6,000 भन्दा चाहिँ तलका हिमालहरूको चाहिँ आरोहण गर्ने कुरादेखि लिएर यसलाई हिम श्रृङ्खलाहरूको पर्यटन प्रवर्धन गर्ने कुरालाई विशेष चाहिँ ध्यान दिएर हाम्रो सरकार लागिरहेको छ। पर्यटन मन्त्रालय लागेको कुरा पनि यहाँलाई जानकारी गराउन चाहन्छु। त्यस्तै हाम्रो माननीय मीना श्रेष्ठ माननीयज्यूले पनि कुरा राख्नुभएको छ। त्यसमा चाहिँ यो बराक क्षेत्र जाने बाटोको सन्दर्भमा चाहिँ उहाँले कुरा उठाउनु भएको छ र यसमा चाहिँ हाम्रो मन्त्रालयले चाहिँ जहाँसम्म पर्यटनको सन्दर्भमा चाहिँ बराक क्षेत्र जाने सडकको विषयमा चाहिँ हामीले अब हाम्रो भौतिक पूर्वाधार मन्त्रीजीले यसलाई आवश्यक व्यवस्थापन गर्नुहुनेछ भन्नेमा पनि म विश्वस्त छु। सरकारले यसको आवश्यक प्रबन्ध गर्ने नै छ, किनभने त्यहाँ हिँड्नलाई पनि बराक क्षेत्र जान त्यहाँ चाहिँ पहिरो झर्ने समस्याहरू भइरहेको छ। त्यसले गर्दा पनि ठुलो समस्या आइरहेको हुनाले यो कुरा चाहिँ सरकारको ध्यानकर्षण भएको छ। र पर्यटनको सन्दर्भमा हामीले चाहिँ अहिले बजेटमा कुम्भस्थल निर्माण तथा बराक परिक्रमा जहाँ कुम्भ, अर्धकुम्भ, पूर्ण कुम्भ र अर्धकुम्भमा लाखौँ होइन करोडौँ चाहिँ तीर्थयात्रीहरू चाहिँ आइरहेको भारतदेखि लिएर चाहिँ हाम्रो चाहिँ अन्य क्षेत्रबाट पनि थर्ड कन्ट्रीबाट पनि जो वैदिक सनातनीहरू छन् उनीहरू तीर्थ मान्नको लागि करोडौँ रुपियाँ, करोडौँ व्यक्ति आएर त्यहाँ अरबौँभन्दा अरब रुपियाँ चाहिँ त्यहाँ रोजगारी बढेको छ। त्यहाँ चाहिँ स्थानीय त्यहाँका चाहिँ पसल व्यवसायहरू चलेका छन् र हामीले भारतको कुम्भलाई नजिकबाट निहाल्यौँ भने त्यहाँ चाहिँ लगानी अनुसारको जुन प्रतिफल चाहिँ भारत सरकारले कुम्भबाट लिएको छ। हामीले पनि यसलाई चाहिँ अहिलेदेखि नै लगानी गरिराख्यौँ भने भोलि कुम्भमा पनि ठुलो चाहिँ धनराशि चाहिँ राज्यले प्राप्त गर्ने र त्यसको चाहिँ भोलि यसले हाम्रो कुल ग्रास्थ उत्पादन जिडिपीमा पनि ठुलो प्लस गर्छ। तसर्थ धार्मिक पर्यटन र कुम्भ यो प्राचीन हरिद्वार पनि हो। त बराक क्षेत्र भनेको पृथ्वीको पहिलो तीर्थ पनि हो र प्राचीन हरिद्वार चत्रालाई लिन्छ, यसलाई पनि कसरी विकास गर्न सकिन्छ भनेर हामीले त्यहाँ औले बाबा मठ छ जो चाहिँ बराकको पहिलो पुजारी औले बाबा हुनुहुन्थ्यो र औले बाबाले चाहिँ मनमनै विचरण गर्न सक्ने त्यो क्षमता राख्नुहुन्थ्यो। तर त्यो औले बाबा मठ तपाईँ हेर्न जानुभयो भने त्यहाँ नचुइने केही छैन। त्यहाँको चाहिँ त्यो के अरे ध्यान गर्ने तप भवन छ, त्यो पनि चुहिएको छ। त्यहाँ तपाईँको धुनी जगाउने त्यो पनि चुहिएको छ। त्यो गुरुजीको आश्रम, साधुको आश्रम त्यो पनि चुहिएको छ। नेपालमा शङ्कराचार्यहरू आउँदाखेरि चाहिँ आउने क्षेत्र भनेको चाहिँ त्यो औलिया मठ हो। तसर्थ त्यो औलिया मठको लागि पनि योपालि बजेट छुट्याएको छ। यो कुरा पनि म जानकारी गराउन चाहन्छु। र अहिले त्यही राम मन्दिर, अयोध्या जस्तै राम मन्दिर चतराम बन्दैछ, कृष्णराज महाराजले बनाउँदै हुनुहुन्छ र लगभग 5 करोड रुपियाँ सँगै सरकारले उहाँलाई दिएको छ भनेर मलाई जानकारी गराउनु भएको थियो। र लगभग अहिले उहाँ चाहिँ क्यानाडा, अमेरिका लगायत अहिले त्यो राम मन्दिर बनाउनलाई उहाँ अहिले प्रचार प्रसारमा हिँड्नु भएको छ। मलाई लाग्छ अयोध्या जस्तो राम मन्दिर चतरा प्राचीन हरिद्वारमा बन्यो भने र प्रदेश सरकारले के लगानी गर्दाखेरि चाहिँ उत्प्रेरित भएर चाहिँ कम्तीमा त्यहाँ राम मन्दिर बन्यो भने तपाईँ सम्झिनुहोस् यो क्षेत्रको विकास कस्तो हुन्छ। तसर्थ यसमा हामीले कुम्भको कुरा, रामधुनीको कुरा, बराक क्षेत्रको कुरा अथवा पाथिभराको कुरा, हलेश्वरको कुरा लगायत हाम्रा तीर्थस्थल विराट राजाको कुरा, यी सबै तीर्थस्थलहरूलाई चाहिँ हामीले चाहिँ बजेट विनियोजन गरेर यसलाई प्राथमिकता राख्यौँ, सरकारले समयमा ध्यान दियो भन्ने मलाई लाग्छ यसबाट ठुलो चाहिँ धनराशि पनि चाहिँ हामीलाई के अरे आय आर्जन हुन्छ, रोजगारी पनि बढ्छ र हाम्रो नेपालको जुन एउटा वैदिक सनातनहरूको चाहिँ एउटा गन्तव्य, प्रमुख गन्तव्य क्षेत्र पनि एउटा यो ऋषिमुनिहरूको देवताहरूको चाहिँ भूमि भएको हुनाले, दिव्य भूमि भएको हुनाले गर्दाखेरि यसलाई चाहिँ पर्यटनले चाहिँ अलिकति त्यही ढङ्गले चाहिँ काम गर्ने सोच पनि बनाएको हुनाले यो पनि मैले अलिकति जानकारी गराउन चाहन्छु। र जहाँसम्म हाम्रो मान्य सबिना बजगाईज्यूले यो हात्तीको आतङ्कको कुरा, समस्याको कुरा उहाँले ल्याउनु भएको छ। मैले अगाडि पनि यो कुराहरूलाई जानकारी गराएँ र हामीले पछिल्लो समय सँगै मन्त्रीसँग नै वन मन्त्रीसँग गीता चौधरीसँग कुरा गरेर उहाँ आउनुभएको थियो। उहाँलाई चाहिँ हामीले स्थलगत निरीक्षण पनि गरायौँ र अब चाँडै नै यसको लागि चाहिँ अब 5 करोड विनियोजन गरेको कुरा यो जानकारी पनि मैले गराउन चाहन्छु। र यसको लागि चाहिँ
यसको समस्या समाधानको लागि सङ्घीय सरकारसँग हामीले आवश्यक समन्वयको छलफल गरिरहेछौँ र हालै मात्र सङ्घीय सरकारले कार्यदल गठन गरी हात्तीको समस्या समाधानको लागि अध्ययन भइरहेको रहेछ र यसमा चाहिँ केन्द्र मन्त्रीसँग कुरा भएको कुरा मैले जानकारी गराएँ। त्यस्तै अब चाँडै नै चाहिँ वन्यजन्तु विभागबाट चाहिँ हात्ती र मानव सहअस्तित्व कायम गर्न एक टोली कोशी प्रदेशमा चाँडै आउँदैछ। त्यसको हामीलाई जानकारी प्राप्त भएको छ। यसबाट चाहिँ मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरण, राहत तथा अन्य विविध क्रियाकलापको सँगसँगै यसको दीर्घकालीन समस्या समाधानको लागि पनि एउटा समाधान निक्लिन्छ, सँगै सरकारले पहल गर्छ भनेर सँगै मन्त्रीज्यूले भनेको कुरा जानकारी गर्न चाहन्छु। यसमा प्रदेश सरकार चाहिँ हिजो पनि सचेत थियो, आज पनि सचेत छ र भोलि पनि सचेत छ। यो किनभने हाम्रो प्रदेश भएको हुनाले हामी अझै बढी जिम्मेवार र गम्भीर छौँ भन्ने कुरा म माननीय सभामुख मार्फत म आग्रह गर्न चाहन्छु। र हाम्रो माननीय इन्द्रबहादुर आङ्बोज्यूले फेसबुक स्ट्याटसको कुरा पनि हिजो अस्ति गर्नुभएको थियो। अब यो के भन्दाखेरि कहिलेकाहीँ फेरि यो हामी बिपीका कार्यकर्ता, बिपी कोइरालाको कार्यकर्ता, अब कुनै कुरा भयो भने हामी लेख्छौँ, तर त्यो कुरालाई असन्तुष्टिलाई चाहिँ हामीले त्यो असन्तुष्टिलाई हिजोको दिनमा लेखेको असन्तुष्टि चाहिँ अहिले साझा असन्तुष्टि पनि भयो, यसलाई समाधान पनि भइसकेको हुनाले म थप कोटाउन चाहन्न। र यसमा चाहिँ कुनै कुरा चाहिँ मनमा आयो भने त्यो गर्नु भनेको त्यसलाई अस्वाभाविक पनि मान्दिनँ म, तर त्यसको चाहिँ सीमा पनि हुन्छ। त्यो सीमाभित्रै रहेर हामीले असन्तुष्टि पोख्या हो र कोशी प्रदेश सरकारले स्वयं अर्थमन्त्रीजीले पनि यसलाई चाहिँ आफ्नो त्यो कुरालाई कमिटमेन्ट गर्ने कुरा अस्ति बोलिसक्नु भएको छ। समग्र मेरो मात्र कुरा होइन, यो समग्रताको कुरा भएको हुनाले गर्दा यो कुरामा खासै म थप जोड दिन चाहन्न। यो असन्तुष्टि चाहिँ छैन भन्ने कुरा पनि म थप यहाँले राख्नुभएको हुनाले नै म जवाब दिने पक्षमा थिइनँ। क्वेसन राखिसकेपछि जवाब दिनुपर्छ, म जानकारी गराउन चाहन्छु। र हाम्रो माननीय गङ्गु शेर्पाज्यूले चाहिँ पर्यटनको सन्दर्भमा चाहिँ यसको लगानी बढाउनु पर्ने कुरादेखि लिएर परिणाममुखी बनाउनलाई आवश्यक सुझावहरू उहाँले दिनुभएको छ। त्यसमा निरन्तर मन्त्रालयको तर्फबाट हामीले विभिन्न छलफलहरू गरिरहेका छौँ। अस्ति कन्ट्रोलबाट पनि कोशी प्रदेश सरकारले एउटा आफ्नो कोशी प्रदेश सरकारको के हो त धारणा, कोशी प्रदेश सरकार के गर्छ भन्ने पनि आफ्नो दृष्टिकोण पनि हामीले त्यहाँ प्रस्तुत गरिसकेको हिसाबमा पनि अहिले यहाँलाई जानकारी गराउँ। हामीले विराट राजा दरबारदेखि लिएर माथिसम्म सोलुखुम्बुसम्म पुग्दाखेरि त्यहाँको चाहिँ प्राचीन मन्दिर बनाउनेदेखि लिएर धार्मिक पर्यटनदेखि लिएर चाहिँ साहसिक पर्यटनदेखि लिएर चाहिँ बर्जुताल, त्यसपछि यहीँ सँगै रहेको चाहिँ तपाईँको केसना कवल नेपालको सानो भूमि जहाँ 0 टनल बनाउने भनेर हामीले चाहिँ एउटा निजी क्षेत्रसँग सहकार गर्ने प्रयास गरेका छौँ। बर्जुतालमा चाहिँ लगानी प्रगति गर्ने काम गरिरहेछ। विराटको दरबारलाई हामीले चाहिँ यो विभिन्न दात्री निकायसँग पनि कुरा गरिरहेका छौँ। यसको लागि केही सम्भाव्यता अध्ययनको लागि अहिले पैसा पनि छुटिएको छ। त्यस्तै चतरा, मैनामैनी र बराक क्षेत्रको केबल कारको लागि लगानी प्राधिकरणले काम गरिरहेको छ। सँगै बराक क्षेत्रमा गुप्त बरामा मोनोरेल कुरा मैले अगाडि उठाइसकेको छु। तसर्थ त्यसपछि ध्वजे डाँडामा नटराजको चाहिँ शिवको नटराजको स्वरूप चाहिँ त्यसको लागि पनि सम्भाव्यता अध्ययनको लागि पैसा छुटेको छ र कम्तीमा त्यो बनाउन सक्यौँ भने संसारकै सबभन्दा ठुलो नटराजको चाहिँ मूर्ति हुन्छ त्यहाँनिर ध्वजे डाँडामा। किनभने त्यो 2200 मिटर चाहिँ अग्लो चाहिँ ठाउँ भएको हुनाले गर्दाखेरि र हाम्रो बोर्डरसँग नजिक भएको हुनाले गर्दाखेरि र पर्यटकलाई पनि हाम्रा छिमेकीहरूलाई पनि नजिकबाट लोभ्याउन सक्ने आकर्षक केन्द्र पनि बन्छ। त्यसको लागि पनि सोच बनाएको छौँ। र मुन्डुम ट्रेल भनेको 100 भित्र पर्ने मुन्डुम ट्रेलभित्र त्यहाँ साकेला र हतुवागढी 2टा पालिका पर्छ। त्यहाँ लेक बनाउने भन्ने खालको पनि हामीले सोच बनाएर केही सम्भाव्यता अध्ययनको लागि केही पैसा पनि हामीले छुट्याएका छौँ। किन यो पर्यटन भनेको चाहिँ सपना देख्नुपर्छ। पर्यटन भनेको चाहिँ सपना पनि देख्नु, त्यसलाई साकार पनि गर्ने हो र सोच पनि बनाउने हो। त्यसैले यो सोच पनि छ हामीसँग सपना पनि छ, साकार गराउने हामीसँग चाहिँ त्यो सामर्थ्य पनि हामीले लिएर हिँडेको हुनाले पनि त्यो पनि यहाँहरूसँग यी कुराहरूलाई मैले थप जोड दिन चाहेँ। धेरै त्यस्ता गन्तव्यहरू छन्, जस्तै यही हामीले रामधुनी जुन स्काटर छ अहिले रामधुनीमा सानो चाहिँ गणेशजीको मूर्ति एकातिर, हनुमानजी एकातिर, शिवजी एकातिर भनेर छरेर राखेका छौँ हामीले। त्यसलाई चाहिँ एकीकृत विकासको मोडलको रूपमा चाहिँ त्यसलाई अगाडि बढाउने भनेर पनि हामीले दात्री निकायसँग पनि कुरा गर्दैछौँ। भारत सरकारसँग पनि मेरो पछिल्लो समय कुरा भइरहेको हुनाले गर्दा कोशी प्रदेश सरकारको आफ्नो सीमितता भए पनि हामी निजी क्षेत्रसँग पनि
यस्ता योजनाहरूलाई ठुल्ठुला योजना अगाडि बढाउँछौँ भने हामी दार्तिक निकायहरूसँग पनि हामी यो यस्ता योजनाहरूलाई अगाडि बढाउने भन्ने सोच सङ्कल्प कोशी प्रदेश सरकारले हाम्रो मन्त्रालयले लिएको छ। यो पनि मलाई जानकारी गराउनु छ। रामदुनुवासँगै हाम्रो एनटिएनजिसीसँग डिपिआरको लागि हामीले जिम्मा पनि दिइसकेका छौँ। त्यहाँ ओपन जूको कन्सेप्ट छ हाम्रो। लगभग ओपन जू भयो भने हामी संसार तपाईँहरू जानुभयो, संसार घुम्न जानुभयो भने विदेशतिर तपाईँ बाघ भालुहरूसँग सेल्फी खिच्न सक्नुहुन्छ। ओपन जू भनेको चाहिँ केजमा राख्ने होइन, जङ्गलमै चाहिँ बाघ भालुहरू हुन्छन्, जङ्गली जनावरहरू हुन्छन्, त्यहाँ चाहिँ तपाईँको ठुल्ठुलो खालको चाहिँ मिरर टाइपको हुन्छ। त्यहाँनिर हेर्दाखेरि चाहिँ नजिक जस्तो देखिन्छ। त्यस्ता ठाउँहरू छन् संसारमा। ती ठाउँहरूलाई पनि हामीले बनाउन सक्यो भने कोशी प्रदेशको चाहिँ रेभेन्यू बढ्छ। आज कोशी प्रदेशको चाहिँ वनमा हाम्रो रिसर्च गर्दाखेरि वनको चाहिँ हाम्रो लगानी अनुसारको चाहिँ अझै 20% डिफिसिट रहेछ वनमा चाहिँ। पर्यटनमा चाहिँ हामी धेरै डिफिसिटमा छौँ। तसर्थ हाम्रो लगानीको प्रतिफल पनि ल्याउने गरी रोजगारी प्रवर्धन गर्ने खालको पनि हामीले सोच बनाएको हुनाले यस्ता कुराहरूलाई पनि हाम्रो सरकारले अगाडि बढाउँछ। चाहे त्यो सिमसार क्षेत्र होस्, चाहे यस्ता क्षेत्रहरू जहाँ रोजगारी हुन्छ, जहाँ उत्पादन बढ्छ, जहाँ रेभेन्यू जेनेरेट हुन्छ, यस्ता कुराहरूलाई हामी अगाडि बढाउँछौँ। यो पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र हाम्रो माननीयज्यूहरूले धेरै कुराहरू हाम्रो बुद्धि माननीयज्यूले पनि उठाउनु भएको छ। यो हाम्रो सोलुखुम्बुको कुरा पनि उहाँले बजेटको सीमितता कम भयो भन्ने कुरा उठाउनु भएको छ। यद्यपि आफैले पनि भनिरहनु 50 लाख चाहिँ रकम भयो, त्योभन्दा बढी भएन। हामीले सोचेको पनि हो, त्यहाँ गोक्योदेखि लिएर त्यहाँका लेकहरूलाई बनाउने सोचेको हो। तर के गर्ने, सोच हुँदाहुँदै पनि त्यहाँका पदमार्गहरू बनाउने सोचले नहुँदो रहेछ, बजेट चाहिँदो रहेछ। अब बजेट छैन चाहिँ हामीले ठुल्ठुलो कुरा गरेर गर्छौँ भनेर भन्दा पनि हुँदैन। किनभने भोलि जवाबदेहिता हामी हुनुपर्छ, उत्तरदायित्व पनि हामीले वहन गर्नुपर्छ। फेरि सरकारको प्रतिनिधि पनि हो। तसर्थ हामीले पनि सीमितताको कारणले गर्दा म माननीयज्यूलाई आग्रह गर्न चाहन्छु, यथेष्ट इच्छा हुँदाहुँदै पनि, चाहना हुँदाहुँदै पनि हामीले हाल्न सकेनौँ। तसर्थ अब यसलाई सम्बोधन गर्नको लागि वित्तीय हस्तान्तरणबाट हुन सक्छ कि सरकारले अब कुनै किसिमले कसरी गर्न सकिन्छ त्यो विषयमा छुटेका मानिसहरूका छुटेका योजनाहरू लगायत धेरै साथीहरूको मानिसहरू छुटेका छ, त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ त्यसमा पनि हाम्रो सरकार, कोशी प्रदेश, हाम्रो मन्त्रालय पनि चाहिँ गम्भीर छ। यो कुरा पनि म जानकारी गराउन चाहन्छु। र माननीय हाम्रो गोविन्द गिरिज्यूले पनि उठाउनु भएको छ। यस्तै कुरा आफ्नो इलाममा चाहिँ योजनाहरूको सन्दर्भमा पनि उठाउनु भएको छ। र मैले अघि भने यस्ता केही सीमितताको कारणले गर्दा भने विशेष गरी योजनाकै सन्दर्भ उठेको छ। हाम्रो पर्यटन सभापति रामदेव यादवज्यूले बर्जुतालको कुरा उहाँले निरन्तर उठाइरहनु भएको छ। विराट राजा बर्जुतालको विषयमा म पनि निरन्तर उठाइरहेको छु। यदि बर्जुतालको लगानी प्राधिकरणमा भएको कुरा जो इनिसियल पिटिए भएको हुनाले गर्दा त्यसलाई अगाडि बढ्छ भन्ने कुरा भएको हुनाले गर्दा विराट राजा दरबारको अहिले सम्भाव्यता अध्ययनलाई पैसा छुट्याएको छ। यसमा चाहिँ भारत सरकारसँग पनि कुरा भइरहेको छ लगानीको लागि र कोशी प्रदेश सरकारले सँगै सरकारसँग पनि कुरा भएको हुनाले गर्दा यसलाई, किनभने यो चाहिँ करोडबाट होइन अरबौँ रुपियाँबाट बन्ने योजनाहरू हुन्। यस्ता ठुला योजनाहरू चाहिँ कोशी प्रदेश सरकारको आफ्नो क्षमताबाट मात्र बन्न सक्दैन। तर केही कुराहरू चाहिँ केही एउटा राम्रो इन्टिटी त्यहाँ गोपाल मन्दिर बनाइदिने हो कि केही न केही विराट राजा दरबारमा बनाऊ भन्ने सोच चाहिँ छ हाम्रो। जस्तो यसमा पनि यहाँहरूसँगै सल्लाह गरेर सरकार अगाडि बढ्छ र हामी काम गर्छौँ भन्ने पनि म यहाँलाई चाहिँ राख्न चाहन्छु। तसर्थ यिनै धेरै कुराहरूमा यहाँहरूले उठाउनु भएको कुरालाई मैले समष्टिगत रूपमा सम्बोधन गर्ने प्रयास गर्ने। यद्यपि बजेटको सीमिततालाई यहाँहरूले बुझ्नुहुनेछ र हामी सबै नै कोशी प्रदेश सरकारले नै यो प्रदेशलाई बनाउन आएको हौँ। हामी कसैको पनि दुई राज छैन। आज म मन्त्री होला, हिजो तपाईँ मन्त्री हुनुहुन्थ्यो, भोलि अर्को मन्त्री होला। तसर्थ हामीले अब कोशी प्रदेश सरकारले चाहिँ अब अलिकति गुरु योजनाहरू तयार गर्दैछौँ हामी र प्रमुख गन्तव्यहरू पनि चाहिँ यसरी चाहिँ तपाईँसँग लिनु नपरोस् कि आफै प्रमुख गन्तव्य यो भनेर तपाईँलाई चाहिँ हामीले एउटा प्रोजेक्टरमै देखाएर प्रेजेन्टेसनै गराएर प्रमुख गन्तव्य यो हामी यहाँ लगानी गर्छौँ, हाम्रो सोच यो पर्यटन प्रवर्धनको लागि र हामी यसरी काम गर्छौँ भनेर त्यो गुरु योजनासहित प्रमुख गन्तव्यसहित अब कोशी प्रदेश सरकार पर्यटन मन्त्रालय अगाडि बढ्छ। र यो सीमिततालाई, बजेटको सीमिततालाई पनि यहाँले बुझिदिनु हुनेछ र हाल्न चाहँदा पनि नसकेको कुरा पनि बुझिदिनु हुनेछ भन्ने विचार व्यक्त गर्दै तपाईँ हामीले नै लोकतन्त्रलाई बलियो बनाउने हो, हामीले चाहिँ विकासका मोडलहरू तपाईँ हामीले नै तयार पार्ने हो र कोशी प्रदेश सरकार बलियो हुँदा चाहिँ यो प्रदेश बलियो हुने हो। तसर्थ मानिसज्यूहरू हामी सबै बलियो हुने हो। किनभने यहाँ हामी पदले कोही मुख्यमन्त्री होलाौँ, कोही मन्त्री होलाौँ, तर हाम्रो साझा दायित्व हो। हामीले प्रदेश चाहिँ कमजोर हुँदा मलाई लाग्दैन चाहिँ मन्त्रीहरू मात्र कमजोर हुने होइन, साझा प्रदेश चाहिँ जुन दलबाट प्रतिनिधित्व गरे पनि हामी सबै कमजोर हुने हो। यसको संस्थागत विकासको दायित्व पनि तपाईँ हामीले सँगसँगै लिएर अगाडि बढ्नुपर्छ साझा सोच र विचारका साथ। तसर्थ यिनै
विचारका साथ महत्त्वपूर्ण समय दिनुभएकोमा माननीय सभामुखज्यूलाई म हृदयदेखि आभार व्यक्त गर्दै आगामी दिनमा अझै प्रभावकारी ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै बिदा हुन्छु। सबैको जय होस्, मङ्गल होस्। धन्यवाद। जय नेपाल।